स्वागत छ तपाईहरुलाई मेरो यो नयाँ भ्लगमा। आज चाहिँ हामी केटाहरुसँग चाहिँ पिकनिक खान आइरहेको छौं। के छ एक दुई शब्द भन्दै ल के भन्नु अब हैन यसको च्यानललाई मरेनी सब्स्क्राइब नगर्नुहोस्। आले यस्तो घटिया घटिया कन्टेन्ट पाउनुहुन्छ रनबाइका बोलायो जसरी भने सब्स्क्राइब टु विनोद गदा जानिस म्यासले मास्टरको कुरा इन्ट्रोड्युस गर न यार। हजुरको नाम के हो? हजुरको नाम के अरे? युनिस। युनिस के हो? पारी उमाल्नलाई केही आउँदैन। हामी चाहिँ यो ठाउँको नाम त के भयो अरे? यो ठाउँको नाम ए तिरतिरे ठाउँमा हामी चाहिँ एकदम पिकनिक खान आएको छौं हैन। देखो दोस्तों केटाहरु मध्ये हेन्छ भनेको हाम्रो यो हो है मटे क्या एनचीज हो हेर पुड्के भयो भने एन्जम जग्गा साँच्ची उसको नाम चाहिँ युनिस राई हो हैन। फेसबुकको आइडी खतरा भरे तिमीलाई एउटा नक्सु ए हो जतको केटीहरु आउँछ के भन्दैछौ तर भन्नु हुँदैन त्यस्तो हैन। हामी चाहिँ केटाहरुसँग पिकनिक आएको छौं। एकदम अब चाहिँ म देखाउने छु तपाईलाई के खान्छु भनेर। यसले अलिक धेरै खान्छ। मैले खाएको छु हेर्नको लागि मेरो च्यानल सब्स्क्राइब गर्नु होला। यत्राको तेरो सब्स्क्राइब हान्नै हुँदैन। पानी रहेछ यार कसरी जानु मैले फेरि मच्चा लागेको छु नि त। केटाहरु चाहिँ अगाडि गइरहेछ बादरहरु हामी चाहिँ मान्छेहरु चाहिँ अलिक पछाडी हिँड्दैछौँ बिस्तारै। पानीको जानकारीको लागि हाम्रो मौसम विभागमा आजको मौसम चाहिँ दामी छ हैन। फेरि यहाँ इम्पोर्टेन्ट सामानहरु त यही छ नि फेरि। मासु यहीँ छ हैन। मासु यहीँ छ हामी त लाग्दिन्छौँ केटाहरु फेरि साच्ची भनेको। ओ यही रहेछ यो हामी त्यहाँ त केही छैन नि लाइटर पनि यही छ ओए हामीसँग छ। ओए पोली हैन के भाइ यो भनेको हैन बादरको उयो क्या उयोबाट जन्मेको मिस्टेकली जन्मेको हो क्या उ भनेको। उसको घर जाँदैछौँ हामी उसको घर जाँदैछौँ हामी टक्कसँगले। तर ओए त्यतिखेर त विकसित भइसकेको थियो त त्यसको पनि हामी चाहिँ जाने भनेको माथि हो है। होइन माथि जाउँ न। ए आदर्श माथि जाउँ न माथि माथि जाउँ ल। यहाँ हो पानी त यहाँ हो आदर्श उहाँ हो पानी त कहाँ पकाउनु होइन यहीँ खाऊँ न पानी ल्याउनु तल आउनु हो र हुन्छ त्यसो भए। यो हाम्रो एक नम्बरको चुतिया हो यो भनेको। हुन्छ हुन्छ जाउँ ल ल ल ल मासु मेरोमा छ होइन। हाम्रो कक्षाको सबैभन्दा हेन्सम बोय हेन्सम ऊ हो चकलेटी बोय निशान दाउरा खोज त लु जाऊ तिमी तिम्रो काम गर त लु जाऊ हैन काम उयो गर्छ नि अब एक्लै हार्ड वर्क मेन भएपछि ग्रुपमा सबैले काम गर भन्दै रहेछ क्या। मैले भनेछु हैन। हाम्रो डेस्टिनेसन भनेको यहीँसम्म हो। यहाँ हो झारझाङमा आक्रमण आने केटाहरु हो जहिले गर्छ हार्डवर्क जहिले यसले भनेको दिनमा चाहिँ 2 चोटी हो क्या। 2 चोटी खाने भात खाने हो कि न भन्छ ए 3 आमा हो र सक्सेस छ नि 3 चोटी अलिअलि खानुपर्छ कि हो र ल ठिक छ नि त त्यसो भए। दिनको 10 चोटी गर्ने मान्छे यहाँ छ उहाँ देखाइदैन पछाडि यहाँ हुन्छ ल हाम्रो आइसक्यो हैन। यो हाम्रो ठाउँ भनेको मासु छ यहाँ भनेको एकदम छ ठाउँहरु छ ओ यहाँ छ कस्तो दामी हो यो ठाउँ भनेको। मलाई चाहिँ पछि आइसक्यो यत्रको बस्ने हो हाम्रो हैन सबभन्दा कामदारी भनेको निशान छ यहाँको। अब लु निशान थाल्न न दाउरो खोज न पानी लिएर आऊ जाऊ 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 ल
भर्खर लप परेको थियो उसको गर्लफ्रेन्डलाई सबै देखाउनु पर्ने लप पर्यो भने यस्तो नराम्रो अनुहारको लप पर्नु थाल्यो हाम्रो केटाहरू तिनीहरू हो बादरको यस्तो छ अनुहार पनि हो अनि कहाँदेखि पर्छ त ल के हाम्रो उयो चिम्पान्जीको सेम त्यस्तै छ ल हाम्रो कुकमेन आउन जुन खोइ लु चुलो बनाउ न के गरेको मेरो क्लोजेस्ट फ्रेन्ड सन राई ढुङ्गाले नै यहाँ ठाउँ कोही बोल्न सक्दैन अर्को हाम्रो हेन्सम आइसकेको छ काम गर्नको लागि यो भनेको एकदम काम गर्नको लागि चाहिँ जोस चाहिँ लाउँछ कि तर यसले तर सक्दैन क्या यसले है यत्रो उकालो यस्तो भिरो छ तर जबरजस्ती आएर हेर यत्रो मोटो छ जाउँ त त्यसैले होइन यसले काम चाहिँ गर्छ है नजार यसले काम चाहिँ गर्छ यो बोक्नु आएको हेरे होइन यो चाहिँ केटाहरू चाहिँ गइसक्यो किन आएको त मलाई के त किन आएको त त्यसो भए तैँले बोलाइस् कहिले बोलाइस् बोक्नुको लागि बोलाएको त त्यति किन आएको छ बा भन्नु कसरी तर तैँले काम गर्नै पर्छ होइन हाम्रो अर्को ह्यान्डसम यहाँ छ उसले चाहिँ एकदम मासु चाहिँ हेर्न उसले एकदम मिठो पकाउँछ क्या हात चाटी चाटी खानु मन लाग्छ क्या यसले गर्दा हो क्या नुन यसले गर्दा साल हामी गएको यसले नुन हालेको हेरे धेरै यसले भन्छ यसले हालेको यसले भन्छ यसले हालेको अब यसपालि चाहिँ यसले पकाउँदैन यसले मात्रै पकाउँछ केटाहरूले चाहिँ एकदम यो ढुकिरहेको छ है यो चाउचाउ खानुको लागि एक नम्बर यो यो अनि यो एक नम्बरको यो है तर हेरिरहेछ है चाउचाउलाई थोरै पाउँछ तैँले त भाइ थोरै यसले थोरै पाउँछ निकाल्ने के हो धेरै फस्किन राम्रो होइन ठुलो तेल त टेकिहाल्छ पछाडि थोरै हाल्नु न थोरै यहाँ चाहिँ एकदम उयो हुँदैछ है ऊ भनेको एकदम मेहनती मान्छे हो उसले चाहिँ क्याम्प फेयर कि के गर्नको लागि उसले त केही कामै गरेको छैन यहाँ आएको त्यत्तिकै आएको मात्रै हो काम गरिस् गरे काम गरिस् गरे भने यस्तो कहाँ उसले दाउरा खोजेको हेर उसले त आएको मात्रै हो एमालेको झोले ऊ भनेको रगत 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 पाछ एमाले मासु भात भयो यो निकाल्यो यो जोन त मेरो आफ्नै साथी जस्तै लाग्छ नि घरिघरि चाहिँ घरिघरिमा कुकमेनले जस्तो पकाउँछ त्यस्तै मिठो भने लात्ती हान्नुपर्छ मिठो राम्रो हाल चाहिँ किन बाढी हालेको त्यो एका ठाउँ राख न युनिसेर एउटा एउटालाई पस्किदियो आदर्श निसले उयो त्यो राख्दैन उयो छैन अघि केले चलाइसियो यो केले चलायो होइन हुन्छ हुन्छ अनि कहाँ राख्छौ भुइँमा अडिन्छ अडिने ठाउँ हेर कहाँ राख्नु यहाँ राख यहाँ अडिन्छौ यहाँ अडिन्छ अड्यो 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 हुन्छ हुन्छ लु बस्छ खिचारे छैन हरिया हालेर आदर्श छ त कस्तो बस्किन आउँदैन भनेको 1 2 3 4 5 6 7 8 9 जना हो छ हाम्रो चाहिँ एकदम बबाल हुँदैछ है यहाँ हाम्रो ह्यान्डसम नाच्दैछ
हिजो नाच्न जानु पर्छ क्या तिमी बोलाउँदै थियो कहाँ हुनुहुन्थ्यो भनेर यस्तोमा अघि बढ्नु हुँदैन हेर्छ यस्तोमा अघि बढ्नु हुँदैन क्या यस्तोमा एकजना मात्र अघि बढ्ने हो भरे पुजानसम्म भिडियो पुग्यो भने बेइज्जत हुन्छ भनेर ऊ चाहिँ एकदम मेहनती छ होइन हेर काम पनि एकदम गर्छ सक्दैन नि फेरि भित्रको खानुले मरेको हन्तकालहरू निशान केही जस्तो दुईजना खानुले मरेको हन्तकालहरू खानु पाएन कि उसले खानु पाएन भने भन्ने पुग्छ यार पुग्छ पुगेन भने युनिट छ त फेरि के अरे के ल के खाउ न खाउ अब हामी चारजना हो मदली खाएको छैन केटाहरू कस्तो भएको छ खाना चाहिँ कस्तो भयो दाजु भन्ने म दाइ हेर यहाँ समीर यता ल है ल मासु खानु पर्यो हाम्रो जोन सरले पनि खाना थाल्नुभयो ठिक यो जे सर एकछिन बस न गर निशान यता गए यो मान्छेले अघि 69 हानेर अहिले के गर्दैछ हौ खाइदैछ भने भोक लागेको छ भन न यहाँ भिडियोमा क्याप्चर भइसक्यो है ल भरे एकछिन नफर्किनु ल 3 घण्टा जति यो लग हो एउटा यो चाहिँ नगर्नु न सबै फोन कसो उयो गरेको यो चाहिँ बाल्न न योगेश यहाँ धुवा आयो क्या यहाँ पकाउनुको लागि यो बाल्न न भनेको यहीँ बाल्न न धुवा आयो क्या सबै भनेको एकछिन न त ल बलुवा तारेको हेर्नु यो पानी सफा चिप्स र उयो खाउँ न त एउटा के चाहिँ चिप्स र चिसो हुन्छ अनि भरे मासुसँग एउटा खानु खै नाच्ने खालको गीत लाउँछ अनि भरे मासुसँग कति बज्यो अहिले कति बज्यो जम्मेको पानी हो नि त खै देख 8 भर्खर 8 बज्दैछ 8:13 10 बजीतिर यो के धुने हो पखाल्ने यस्तो पखाल्ने यहाँ त नि आगो निमा यहाँ नि बालन भरे ओ त्यो चाहिँ अनि ओ त्यो आगो निभो भरे भरे पर्छ जागर चलाएर नाच्छ न निशान भाइ भयो नि नाच्ने मान्छे खाजा खाएर भिडियो आयो भने भाइरल भइहाल्छ हैन Now, that. यो त सुन्ने गीत भएर आफै हाल्दै अनि
यो देख्यो भने क्या नाचन समीरा भरे भाइरल हो निशान देत नाच न को जग्गा चिलैलाई मामा आएको 19,000 मा 14,000 मा अब हाम्रो चाहिँ होइन एकदम कहाँ जाँदैछौँ हामी साथी चप्पल पिडी झऱ्यो हेर त्यहाँ अगाडि भन न कहाँ जाँदैछौँ हामी एकदम घुम्न जाँदैछौँ माथि सगरमाथाको क्याम्प क्या यो भनेको सगरमाथाको मुनि हो हामी चाहिँ अब सगरमाथा चढ्न जाँदैछौँ गाई चाहिँ होइन के गरेको योगेश बोकन मलाई योगेश बोकन अगाडि अगाडि हिँड्दैछ नि त के हो पारा अगाडिको ए के हो सेकेन्ड अगाडिको मान्छे के छ एक नम्बरको उयो हो क्या बोका हो यो तिमीहरु त खसी पर्यो हैन नि सर तिमीहरु त खसी यो बोलो यसलाई बोलेन भनेर क्या यहाँ पो आगो गर्नु पर्थ्यो कि यो अघि यहाँतिर हैछ नि त यही हो क्या मेन चाहिँ माथि यहाँ बालुवामा बसेर खान्छ जापान पर्थ्यो कि अघि ल उतै माथि चढेर आउन त जाउँ जाने माथि जाउँ न त आउनेहरु आऊ अलिक त्यो देखालु यसले हेर यहाँदेखि चढ्छ अरे यत्रो भिड भयो जस्तो देख्यो म चढ्छु यार आमा धाक यसले धाक्दियो है यहाँ त चढ्नु अघि साह्रो हुँदैन यसलाई युनिस 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 यहाँदेखि त चढ्ने त साह्रो हुँदैन यहाँ चढ्ने ल ओए कस्तो चढ्नु साह्रो चाया निशान भनेको एक नम्बरको दर हो होइन कसले होइन निशानले खुरखुर निशानले खुरखुर अब के भयो कुदेर चढ्छ अब छोरी मान्छेहरु त्यस्तै हो हामी चाहिँ एकदम भिड पाखामा छौँ होइन आम्मामा यस्तो साह्रो छ यहाँ चाहिँ के छ सगरमाताको जस्तो हो क्या यो भनेको एकदम अप्ठ्यारो छ क्या पानीको स्रोत यहाँ आइसकेको छ होइन यहाँको पानी खानु र अमृत खानु बराबर हो क्या यस्तो दामी छ हाम्रो एउटा बोलै फेरि धेरै बोल्छ क्या यो बोल्दैन बोल्दैन हैन बोलेपछि फेरि यस्तो कडा बोल्छ कि फेरि कसले बुझ्दैन फेरि योगेश त्यो लागि अमृत यहाँ चाहिँ होइन कोही मान्छे लड्यो भने चाहिँ झारिदिनु ल निशानलाई सक्दैन नि त उसले कहाँ तिमी चढ्नु सक्दैनौ त त्यहाँ मेरो हात दुख्छ यो चाहिँ हामीलाई शान देखाउनुको लागि क्या यस्तो हो क्या आदर्श यो भनेको शान देखाउनुको लागि हो क्या एकछिनबाट सुरुमा यही गल्छ कसले त्यही आउँछौँ हामी त
हामी आएको है हजुर धेरै हाम्रो भाग धेरै हुन्छ है अब कस्तो दामी यार मुली हेर्न रिङ्गन लाग्छ नि हातै दुख्यो यार लाग्छ यतिकोमा चाहिँ तर मैले सर्भाइभ गरेर किन के फरक पर्दैन उसलाई लागिसकेछ मान्छेहरूलाई त्यस्तै हुन्छ यस्तै हो अब होइन उयो छैन बानी छैन नि त उसको यता हिँड्छौँ यता काम गर्न म छक्का म छक्का छोरी मान्छे न छोरी मान्छे आयो हजुर क्या मलाई हामी चाहिँ एकदम होइन पुरा कुनामा आइसकेको छौँ म तपाईँहरूलाई अब देखाउनु गइरहेको छु भिड खतरा छ आमा बब्बाल छ नि ओ फोटो खिच यहाँ टल्किन्छ धेरै दामी थियो त हो यस्तो जाउँ गाउँ यतातिर ए भिड भिड होइन कहाँदेखि हिँड्नु त यतादेखि हिँड त्यहाँ फर्स्टको भएर हो र मेरो चाहिँ हात दुखेर फ्यात्रा के भइसक्यो क्या किन हात दुख्यो क्या यस्तो यस्तो यो क्यामेरा समाते समाते अर्को हात फेर्न अर्कोलाई बनाउनु लगा न ल छिटो केटा सम्झिँदा हामी गएको चाहिँ कहाँ पेट घटाउनु ओ उता त चौतारा रहेछ त लाग्यो केटा हो हिँड चौतारो त्यहाँ रहेछ यहाँ लिएर हुन्छ त यो विनोदले थेट भएन यस्तो हाने हाने लान के भयो त यस्तो यो यहाँदेखि घसा खसा 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 जुने ओलाई ओ बजलमा आक्रमण भिडियो ओ पछाडिबाट आयो ओ पेरे मास बाटो नराम्रो बाटो लान्जिस ओ बिचमा छ बजल बिचमा छ हामी एडभेन्ट कहाँदेखि लगेको के भएको यस्तो केटाहरू के गर्नु खोजेको यो के गरेको हामीलाई मार्नु खोजेको ए अघि झरिसक्यो यहाँदेखि झर्दा नि हुन्थ्यो त अन्त बिनो त के भएको जानिस् यसलाई हान्नुपर्छ क्या भएन क्या यस्तो आधी उता आधी यता आधी र तेरो चाक को हान्ने चाक हात उठाइदेऊ त लु हाम्रो समीर साथी खोइ खोइ हो र हामी चाहिँ केटा केटा होइन हामी चाहिँ यहाँ जो आयो भने डराउँदैन क्या हामी भनेको यस्तो खतरा मान्छे हो क्या किनकि छोरा एकदम हेर जाङ्गो जाङ्गो हेर्दा यो लुते भयो पनि होइन यसको बल छ होइन उसको हड्डी हड्डी भयो पनि उसको भित्र चाहिँ के छ रगतै रगत छ क्या आटले भरि पुड्न छ उ चाहिँ यस्तो खतराहरू छ क्या हाम्रो बारीको साँच्ची हाटेको यस्तो खतरा खतरा छ होइन उसको पुर्खाको पहिला चाहिँ अमर सिंह थापा हो साँच्ची हो हेर्दा पनि त्यस्तै छ अनुहार पनि त्यस्तै छ होइन तिनजना बसिराख्नु भएको छ बिचको चाहिँ एकदमै ह्यान्सिल लाग्छ क्या हेर्दाखेरि होइन हेर्दाखेरि बादल जस्तो देखियो भने होइन तर यसको आमामेहरू नि त बाप रे बाप कपालहरू त्यस्तै छ नाकहरू त्यस्तै छ अनुहारहरू त्यस्तो छ होइन न्युसन अस्ति झापामा हाइन आयो भन्छ कि न्युसन अस्ति हाइनामा झापा अस्ति झापामा हाइन आयो तिमी हो कि हो अस्ति झापामा हाइन आयो तिमी हो कि उसको हँसाइले त है केटीहरू त ढाल्छ नि है ढाल्छ होइन केटीहरू चाउरीहरू होइन चाउरीहरू हुन्छ भुक्लाहरू होइन ढाल्छ यसले जे हँसाइ चाहिँ सेम केटीको यस्तै छ फेरि अब हामी कहाँ जाउँ अब हामी घर जाउँ त चाहिँ जाँदै गर्दा जान्छ भाइ जान्छ हामी चाहिँ फाइनली अब चाहिँ हामी बसिसकेर खाजाहरू खाइसकेर हामी चाहिँ फेरि गइसकेको छौँ अर्को ठाउँको नाम चाहिँ थाहा छैन हामी जहाँ पुग्छौँ त्यहीँ जाने होइन साथी यस्तो हो क्या हामी भनेको हाम्रो भनेको गन्तव्य छैन क्या हामी जहाँ पुगिन्छ त्यहाँ बस्ने हो त्यस्तो खाले मान्छे हाम्रो अगाडि चाहिँ मान्छेहरू गइसकेको छ साथीहरू
हैन यो बिचको मान्छे चाहिँ किन कस्तो हैन हेर्दा बाँदर जस्तो देख्छु म यहाँको केटाहरूको ग्याङ चाहिँ खतरा छ नि लास्टमा हिरोको ए म्याच च्यान आयो ओइ न्युसन लुके छिटो लुके तर्साउँछ नि फेरि हामी त फेरि सक्दिनौँ निशान नडराउ है हामी त फेरि बचाउन सकिँदैनौँ है तिमीलाई बचाउन सकिँदैन र होइन कहाँ सकिन्छ हामी त फाल्दिनँ च्यानमा कति बज्यो अहिले 8 बज्यो एकछिन डुलौँ न होइन रिल्याक्स हान्दिउँ न गर्दैन नि यो 1 नम्बर निशान ओइ निशान भाँचिन्छ है यस्तो ठाउँमा हामी त होइन के भयो लाउनु हुँदैन ल फाल्दैन हौ जाऊ न तिम्रो लागि मै भइछु प्यारी अनि आजलाई देऊ मायाको हस्केडी हामी चाहिँ एकदम भिरालो पाखामा हिँडिरहेको छौँ क्या हामी जस्तो मेहनती कोही छैन नि फेरि यहाँको यो गाउँको किन हामी काम बेकारको हामी बेरोजगारी हो हामी बेरोजगारी हो किनकि ए भगवान कहाँ बोकिरहेको छु हामीलाई थाहा छैन ओइ हाम्रो टाढा छैन साले काँडाले झन्डै होइन यस्तो बाटोमा हामी चाहिँ किनकि हामी चाहिँ कहिले पनि हार मान्दैनौँ जहाँ पुगिन्छ त्यहीँ जाने हो निशान फर्किने भए फर्क तिमी हौ निशान फर्किने तिमी फर्क लु तिमी हामी चाहिँ यस्तो झ्यासमा हिँडिरहेको छौँ तर अनि हामीले क्यामेरा गर्नु चाहिँ छोडे आमाहरू है लडिन्छ होला है निशान नडराउ है तिमी हामी छौँ संसारको जुनैसुकै कुनाबाट हेर्दै हुनुहुन्छ भने यो हाम्रो जङ्गलको लागि 1 लाख ठोकिदिनु होला किनकि हामी यत्रो मेहनतले तपाईँहरूको सामु यो भिडियो पस्किरहेको छौँ हैन यस्तो हाम्रो ज्यानलाई थाती राखेर भने तपाईँहरूलाई मनोरञ्जनको लागि हामीले यो भिडियो मार्फत यस्तो भिडमा हामीले हिँडेर देखाइरहेको छौँ किनकि सब भनेको हाम्रो लागि होइन तपाईँहरूको लागि हो माछिने लागि हो हैन तपाईँहरूको लागि यसो हेर्दाखेरि तपाईँहरूको लागि रमाइलो हुन्छ भनेर मात्रै हो हैन खोला आयो हात्ती आयो ओइ माछाले रनमाइका पो नुसन यहाँ त हात्ती चढ्दैन होला नि बदल आयो गाउँले हो मेरो चप्पल अब चाहिँ हाम्रो मासु पाकिसकेको छ अब खाने बेला हुनु आँटेको छ हाम्रो कुकम्यान एकदम चाखेर मात्रै कुराकानी गर्नुपर्ने छ हाम्रो नबोल्न त म्याच सधैँलाई तैँले सिकाउँछस् हाम्रो दाइलाई सिकाउँछस् त गाउँले हो आऊ छुटाऊ यहाँ मार्नु पर्छ यो बदेललाई
कहाँबाट बोतल फुत्किएछ कसको सुँगुर कसको सुँगुर कत्रो मोटो यो यो रिसाउँछ फेरि अब चाहिँ खाने बेला हुनु आँटेको छ होइन अब अनि मासु हाल अन्तिममा मासु हाल्नु बराबर हुनु पर्यो केटाहरू हो मासु हाल्नु बराबरै यसलाई चाहिँ थोरै दिनुपर्छ यसलाई चाहिँ हाम्रो कुकम्यान यहाँ छ होइन मासु चाहिँ मलाई धेरै हुनु पर्यो अरू मलाई चाहिँदैन मलाई पुलाउ चाहिँदैन मासु चाहिँ मलाई एक पिस भयो नि धेरै चाहिन्छ मलाई अरूमा खाँदिनँ पुलाउ हाल त सबैतिर एक एक पुग्यो होइन राम्रो छ त ऊ हाम्रो कुकम्यान छ होइन हाल्न अलिक ग्यामका मुकाउँदै हाल्न नडराउन हौ नडर न नाति नडर न पुगेन भने फेरि पकाएर खाउँला हामी के छ र म यो भात खाँदा मासु खान्छु सदा अलिक धेरै हाल्दे यता ल्याउ न यार तिमी चाहिँ निशानले चाहिँ खाँदैन है केटाहरू हो खाँदैन है निशान घर जाउला तिमी यो चाहिँ मेरो यो चाहिँ मेरो भाइको लागि भाइ तिमी सधैँभरि दाइको लागि अलिकति धेरै हाल्नु होइन